मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ मैले सबै कामहरू सकिसकेँ हो। ढिलो उठ्ने भनेको चाहिँ स्याटरडे र सन्डे मात्रै हो। अन्त मन्डेदेखि फेरि अलिक छिटो छिटो उठाइ हुन्छ हो। अन्त सबै कामहरू सकेर पनि मैले चाहिँ अब यो नानीको ड्रेसहरूदेखि लिएर बाइकहरू सबै रेडी छ हो, सुजहरू। अनि अब चाहिँ म नानी चाहिँ अहिले ब्रस गरेर उतापट्टिको ब्रस गर्न उतापट्टि पुग्छ नि त। अन्त ब्रस गरेर ब्रेकफास्टहरू गर्दा अलिक टाइम लाग्छ हो। फेरि अब चाहिँ म रेडी हुन्छु। सो हेर्दै गर्नुहोस् होला। म चाहिँ रेडी भइसक्यो हो। अन्त नानीहरू चाहिँ यहाँ बक बक गरेर एकजना पर छ। हामी चाहिँ स्कुलमा नानीलाई छोडेर पनि तक्दामा काम छ बजारमा हो। अन्त त्यहीँ जाँदैछु। दुईजना चाहिँ यहाँ, अरू चाहिँ सबैजना माथि नै बस्यो होइन हो। सो हेर्दै गर्नुहोस् होला। तपाईँलाई म के हुन्छ देखाउँदै गर्नेछु। हामी चाहिँ तक्दाबाट स्कुल जाँदैछौँ फेरि हो। तक्दा मान्छे ढिलो पनि ब्याङ्कमा पुरा भिड थियो। अन्त त्यही भएर चाहिँ ढिलो भयो हो। भर्खर फर्किँदैछौँ। अन्त केही नखाइकन आएको हामी चाहिँ हो। अब पर स्कुलमै गएर खान्छौँ, किनभने हामीले लन्चहरू ल्याएर आएको छ नि त। अन्त त्यो लन्चहरू वेस्ट हुन्छ भनेर चाहिँ अब गएर त्यही खानुपर्छ। सो हेर्दै पनि सक्छ। हामी चाहिँ तक्दाबाट आएर पनि यहाँ खाना खानु थाल्यौँ। हेर्नुहोस् फर्स्ट बाइक भन्नु है हातले दिँदैछ हातले चल्छ। सो हेर्दै पनि सल्लाह खाइहाल्छु। चाहिँ यहाँ साथीहरू आदि गयो हो, छुट्टी भएर पनि। अन्त हामी चाहिँ यहाँ बसिरहेको छौँ। पर प्रविशाको चाहिँ गाडी नमिली छ, नानीको छुट्टी भइसक्यो हो। हामी दुईजनाको चाहिँ बाई वान गेट वान फ्री हो नि त, त्यही भएर लगाएको अझै एकजना छ ऊ तलै घरमै बसिरहेको छ रुममै, आएन अझ। तिनजना थियो हामी। सो हेर्दै गर्नुहोस् होला भिडियो कल जाँदैछौँ हो। गाडी पर्खेर अटोको छैन हो। स्कुल गाडीमा जानु हाटो गाडी पर्खेर जानुपर्छ। म चाहिँ भर्खर घर आइपुगेँ हो। अन्त फाल्टो गाडीमा आयो नि त, स्कुलको गाडीमा होइन, ढिलो हुन्छ भनेर हो। अलिकति छिटै छु स्कुलको गाडीभन्दा चाहिँ हो। अन्त अब चाहिँ म फ्रेस भएर लुगाहरू धुन्छु, त्यसपछि चाहिँ खाना बनाउनुको लागि यति नै भिडियो। बाइ बाई गाइस, सी यु इन नेक्स्ट ब्लग।